फ्रमको पर्दा पछाडि लुकेको सत्य, शब्दहरू जसले जनतालाई आशामा डुबाए तर यथार्थले देशलाई भड्खालोमा हाल्यो। कहिल्यै राष्ट्रवादी त कहिल्यै कडा आलोचनाको शिकार, कहिल्यै नायक त कहिल्यै इतिहासकै सबैभन्दा ठुलो ढोंगी नेता हाम्रो प्रधानमन्त्री केपी शर्मा ओली। 2072 असोज 24 गते उनी प्रधानमन्त्री बन्नु अघि र बनेपछिका उनका भाषणहरू जोसिला थिए। म भन्न चाहन्छु केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग बन्छ। ग्यासको अभाव छ अहिले, तर हाम्रो जमिनमुनि ग्यास छ, हामीले फाल्ने फोहोरमा ग्यास छ, त्यस फोहोरको व्यवस्थापन गर्यो भने हामी ग्यास निकाल्न सक्छौं। उनका दाबीहरू असम्भव देखिए तापनि जनताहरूले त्यति बेला पत्याएकै थिए। समृद्ध नेपाल सुखी नेपाली ओलीको मुख्य नारा रे। अनि खै त समृद्ध नेपाल, खै त सुखी नेपाली कता हराए। 4 पटक प्रधानमन्त्री भएका केपी ओलीको नारामै सीमित रह्यो। त्यति बेला यो नाराले लाखौंको मन जितेको थियो, तर आज अधुरा योजनाहरू, भत्किएका सपना र अपूर्ण विकासले पनि मलाई बस्ने ठाउँ पुगेन भन्दैछन्। याद छ तपाईलाई नेपाललाई तिब्बतसँग जोड्ने रेलमार्गको सपना, केरुङ काठमाडौँ पोखरा रेलवे, नेपालको आफ्नै पानी जहाज र घर घरमा ग्यास। भ्युजनुहोस् त्यो सपना नै रह्यो। र त्यो संसद विघटन जहाँ लोकतन्त्रका आधारहरू तोडेर व्यक्तिगत फाइदाका लागि खेलहरू सुरु गरिए, जसस्वरूप जनताको विश्वास चुरचुर हुन पुग्यो। यो त ट्रेलर मात्र हो। आउनुहोस् ओलीका विवादास्पद कदमहरू, चलखेल, उनका झुटा बाचाहरू कति पूरा गरे, उनी मुछिएका ठूला घोटाला र काण्डहरू कहाँनेरबाट र कसरी उनी सबैको राष्ट्रिय बा केपी बाबाट देशको सबैभन्दा घृणित पात्र बन्न पुगे। आजको यो भिडियो सुरु गरौँ। उनको जन्मबाटै सुरु गरौँ। 2008 फागुन 10 गते जन्मिएका ओलीले आफ्नो प्रारम्भिक जीवनमा नै धेरै चुनौतीहरू भोगे। गाउँको सीमित साधन सम्पन्नता र सामाजिक अपमानताले उनको मनमा सङ्घर्षको चिङ्गारी जलाउन थाल्यो। जब नेपालमा त्यो समय राजनीतिक र सामाजिक अस्थिरता फैलिरहेको थियो, युवा अवस्थामा नै ओलीले कम्युनिस्ट विचारधाराको आकर्षण महसुस गर्न थाले। उनले आफ्ना साथीहरूसँग मिलेर विक्रम सम्वत 2023 मा कम्युनिस्ट पार्टीमा संलग्न भएर आफ्नो पहिलो राजनीतिक कदम चाले। स्थानीय विद्यार्थी आन्दोलनमा सक्रिय रूपमा भाग लिन थाले। उनका प्रारम्भिक राजनीतिक गतिविधि र पञ्चायत शासनको विरुद्ध उनी संलग्न भएको कारण उनले पहिलो पटक विक्रम सम्वत 2030 देखि 2044 वर्षसम्म जेलको सामना गर्नु पर्यो। करिब 14 वर्ष जेलको ती कठोर दिनहरूले उनको मनमा परिवर्तनको लागि अझ दृढ संकल्प जगाए भन्ने कुरा मैले पाएँ रिसर्च गर्दा। युएमएल र उनका राजनीतिक सहयोगीहरूले संसदमा दृढ बहुमत हासिल गरेपछि नयाँ संविधानको प्रकाशमा देशको महत्त्वपूर्ण परिवर्तनको बेला ओलीको दूरदर्शिता र नेतृत्व क्षमताले उनलाई विक्रम सम्वत 2072 असोज 24 मा 2/3 मतसहित नेपालको प्रधानमन्त्री बनायो। समृद्ध नेपाल सुखी नेपाली ओलीको यस्तो नारा सुन्दा सबै जनताहरूको मुहारमा परिवर्तनको ज्योति बलिरहेको थियो। सबैको मुहारमा खुसी थियो। चुनावी समयमा उनले ठूला परियोजनाहरूको बाचा गर्दै सबै जनताहरूलाई भेडा समान बनाए, बेकुफ बनाए। यो त्यति बेला थाहा थिएन। त्यति बेला त जताततै केपी ओली आई लभ यू गुन्जिरहेको थियो। नेपाल चीन रेलमार्ग जसको लागत 257 करोड अनुमान गरिएको थियो, तर वास्तविकता प्रारम्भिक सर्वेक्षण र थोरै काम मात्र भयो। विक्रम सम्वत 2059 सम्म अपेक्षित लक्ष्यको 20 देखि 30% सम्म मात्रै काम भएको थियो। त्यस्तै स्मार्ट सिटी प्रोजेक्ट काठमाडौँलाई आधुनिक, प्रविधि समृद्ध र सुव्यवस्थित सहर बनाउने उद्देश्य, तर कागजी काम र ढिलाइका कारण परियोजना ठ्याक्कै निर्धारित समयभित्र पूरा हुन सकेन। सहरका धेरै क्षेत्रहरूमा आज पनि तिनै पुराना समस्या, अव्यवस्थित यातायात र पूर्वाधारको कमी देखिन्छ। झन् अहिले त प्रदूषणको के नै कुरा गर्नु र काठमाडौँ नगरपालिकाको एक्युआईले आकाश छुन आँटिसक्यो। एकपटक त 208 पुगेको पनि रेकर्ड छ। भयो त्यतातिर नजाउँ। अहिले बुढीगण्डकी जलविद्युत परियोजनाको अनुमानित क्षमता, लागत र निर्माण समयका आधारमा नेपाली मनहरू र लगानीकर्ताहरूले ठूलो आशा सिउरिएका थिए, तर निरन्तर कानुनी झन्झट, वित्तीय समस्या र प्राविधिक समस्याका कारणले जति आशा गरिएको थियो त्यति प्रगति भएन।
अर्को इन्टरनेटको पहुँच र प्रविधिको प्रयोगलाई बढाउने उद्देश्य डिजिटल नेपाल। तर ग्रामीण र दुर्गम क्षेत्रमा अझै पनि इन्टरनेटको समस्या छ र आधुनिक प्रविधिमा पनि खासै केही सुधार देखिएको छैन। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ मेट्रो परियोजना, पर्यटन यातायात पूर्वाधार विकास, सरकारी सेवा डिजिटलाइजेसन, घर घरमा ग्यास अनि नेपालको आफ्नै पानी जहाज, खै केही पनि पूरा भएन। केपी ओलीले जनताहरूलाई हात्ती आयो फुस्सा बनाए। धाग 1 करोडको अनि काम चाहिँ 1000 को। अहिलेसम्म 4 पटक प्रधानमन्त्री बन्दा त्यो कार्यकालमा या उनको खातामा थुप्रै घोटाला र काण्डहरू एकमाथि एक गरेर थपिँदै गए। पहिले उनको राष्ट्रवाद र नाराहरू सुनेर केपी बा आई लभ यू भन्ने सबै जनताहरूले अब केपी चोर देश छोड भन्ने नारा लगाउन थाले। उनलाई सार्वजनिक कार्यक्रमहरूबाट लखेट्न थालियो। किनकि यसो हेर्दा सबैले के बुझे भने उनलाई राष्ट्रप्रेमी नेता होइन, राइजिङ डिक्टेटर उपनाम सुहाउँछ। सबैभन्दा पहिलो र चर्चित विवाद संसद विघटन नै हो। 2077 5 र 2078 जेठ 8 गते ओलीले संसद विघटन गर्ने निर्णय लिँदा देशभरि हलचल मच्चियो। परिणाम स्वरूप सीपीएन यूएमएल र सीपीएन माओवाइस्ट ओली पक्ष र प्रचण्ड पक्ष अलग अलग हुन पुगे। त्यसपछि संविधानको दुरुपयोग गर्ने भन्दै धेरैले उनको आलोचना गर्न थाले। दोस्रो, बालुवाटार जग्गा प्रकरण, सरकारी निकाय र केही ठेकेदार बीचको अनुचित साझेदारी र अनियमितताले लाखौं रुपैयाँको घोटाला र केपी ओली पनि यसमा समावेश भएको भन्ने आरोप छ। सुन सम्बन्धी विवादमा पनि सुनको अप्रत्यक्ष कारोबार र सार्वजनिक सम्पत्तिको हिंसा भएको दाबीले ओलीको शासनलाई तिरमिर पार्यो। एमसीसीकै कुरा गर्ने हो भने नेपाल र अमेरिका बीचको सम्झौतामा अनुचित तरिकाले फाइदा उठाएको र पारदर्शिताको अभाव देख्दा जनताहरू झनै आक्रोशित हुन थाले। अब केपी ओलीसँग जनताहरूको अगाडि आउने साहस हराउँदै गयो। आएर पनि के गर्थे? कि कान बुझेर बस्नु पर्यो कि गाली सुन्नु पर्यो। केही वर्ष अघिसम्म केपी ओलीको जुन इज्जत थियो 10/10 अहिले त्यो माइनसमा पुगिसक्यो। यसै स्वरूप विदेशीहरूले उनलाई दिने इज्जतमा पनि कमी आउन थाल्यो। विदेशी देशको प्रधानमन्त्रीसँग 10 मिनेटको भेटका लागि 10 दिन प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भयो। उनको डाउनफल हुँदै थियो र इज्जतको फ्रीफल। तेस्रो, अन्तर्राष्ट्रिय मञ्चमा पनि ओलीका निर्णयहरू विवादास्पद बने। चीनसँगको अत्यधिक निकटता र भारतसँग पारम्परिक सम्बन्धमा देखिएका कमजोर कदमहरूले विदेशी नीति र सीमा विवादमा झनै उल्झन सिर्जना गरे। सीमा विवाद, विशेष गरी भारत र चीन बीचको नाजुक सन्तुलनमा ओलीका कदमहरूले राष्ट्रिय सुरक्षामा ठूलो प्रश्न चिन्ह खडा गर्यो। वाइडबडी काण्ड र यति प्रकरणमा उनको नाम समावेश छ। झन् गिरिबन्धु टी स्टेट र सुकुम्बासी जग्गा प्रकरणमा त उनी आफै मुछिएको आरोप छ। सबैभन्दा धेरै काण्डहरूमा संलग्न प्रधानमन्त्रीको गिनिज वर्ल्ड रेकर्ड हुन्थ्यो भने केपी ओली प्रथम आउँथे सायद। चौथो, चीनसँगको रेलमार्ग, स्मार्ट सिटी र बुढी गण्डकी जलविद्युत परियोजना जस्ता अरू थुप्रै रूपमा रियालिटी भर्सेस एक्सपेक्टेशन्स हुन पुग्यो। प्रोजेक्टहरूको बाचा गरे तापनि व्यवहारिक रूपमा त्यसलाई उतार्न सकेनन्। सायद 14 वर्षको जेल जीवनपछि बाहिर निस्किँदा उनीमा रहेको दृढ सङ्कल्प यदि अहिले पनि भएको भए उनलाई अहिले पनि जनताहरूले केपी बा आई लभ यू भन्दै हिँड्थे होला। तर होइन, उनले घुसखोरी र जनताको आवाज विरुद्ध नै जाने निर्णय गरे र परिणाम हामी सबैको अगाडि छ। विक्रम सम्वत 2072 असोज 3 गते जारी भएको नेपालको संविधान प्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी गरेको थियो। त्यति बेलाको याद ताजा नै छ। इन्धन, औषधि र दैनिक आवश्यक सामग्रीहरूको अभाव हुन थालेपछि नेपाली जनताहरूको बिचल्ली हुन थाल्यो। यसै बेला ओलीले भारतको नाकाबन्दीको कडा विरोध गरे। उनको प्रतिबद्धता र उनका कुराहरू सुन्दा जनताहरूमा खुसी छाएको थियो। 1.5 महिनादेखिको अघोषित नाकाबन्दीले राष्ट्रिय जीवन नै नराम्ररी प्रभावित भएको छ। ओली प्रेमी माहौल थियो, तर कसैलाई थाहा थिएन कि यो सब उनले पब्लिसिटीको लागि गरेका थिए। पोलमा र भित्ताहरूमा केपी ओलीको ठूलो फोटो सहित नयाँ युगको सुरुवात लेखी टाँसिएको पोस्टरहरू याद छ होला हजुरहरूलाई। उनले नयाँ युगको सुरुवात भन्ने नारा
आफ्ना चुनावी अभियान र राजनीतिक प्रवचनहरूमा बारम्बार प्रयोग गरे। तर खै त नयाँ युग, देश त्यही, जनताहरू त्यही, देशको एसडीआई पनि त्यही, पीसीआई त्यही र जीडीपी त्यही। खै त के परिवर्तन आयो? ओलीले नेपाल र नेपाली जनताहरूलाई विवादीय चुच्चे नक्सा बाहेक केही पनि दिन सकेनन्। ओलीले माओवादी दल र भारत बीचको सम्बन्धलाई आलोचना गर्दै माओवादीहरू भारतका पुथलिएका कठपुतलीहरू जस्तै छन् भने महामारी, बेरोजगारी र अन्य समस्याको बेलामा उनलाई नेपाली जनताहरूको केही पनि मतलब थिएन। अझ हामीलाई समस्या छैन, नेपाल खुसी छ भन्ने जस्ता टिप्पणी दिँदा जनताहरू झन झन आक्रोशित हुँदै गए। ओलीले पानीपुरी टिप्पणी, विरोधी दल र नेताहरूलाई कठपुतली र हुँदा कुते कुकुर र रविलाई भुसुनाको संज्ञा दिँदा धेरै जसो जनताहरूले बुझिसकेका थिए कि ओलीले गरेका केही औलामा मात्र गन्न मिल्ने राम्रा कामहरू मात्र पब्लिसिटीको लागि थियो। ओलीको तुच्छ व्यवहार र बोली सुन्दा अब जनताहरूले केपी बा हैन, केपी चोर भन्न थाले। त्यसैमाथि जनताको साथ पाउँदै काठमाडौँ महानगरपालिकाको मेयर बनेका बालेनको सिधै केपी ओलीसँग तुलना हुन थाल्यो। एउटा मेयरको तुलना प्रधानमन्त्रीसँग। एकपटक बालेनले प्रधानमन्त्री ओलीलाई तबला उपहार दिएका थिए। त्यसपछि त एकमाथि अर्को सामाजिक सञ्जालमा व्यङ्ग्य र आलोचनाका पोस्टहरू आदान प्रदान हुन थाले। मलाई थाहा छ तपाईहरूले पढ्नु भएकै होला। बालेनले ओलीको फलोवर्स घटाउने अभियान चलाए। 80,000 भन्दा बढी फलोवर्सहरू घटे पनि। नाबालिका शोषणमा संलग्न प्रदेश सांसद रेखा शर्मामाथि बालेनले कुरा उठाउँदा केपी ओली चुपचाप बसे, कुनै कदम उठाएनन्। त्यसपछि त के थियो र, एकमाथि एक गरेर अरु थुप्रै विवादहरू थपिँदै गए। 5 वर्षीय हजम्याद पेश गर्न केपी ओली आफै सदनमा गए, तर भाग्यवश यो कानुन पास भने भएन। त्यसपछि 2081 मै सोशल मिडिया बिल संसदमा पेश गरिएको थियो। जनताको विरोध र अरु आन्तरिक कारणले यो पनि पास हुन सकेन। उनले कानुनहरू मज्जाले पढ्ने हो भने मुखमा एउटै शब्द आउँछ, डिक्टेटरशिप। यसरी बारम्बार केपी ओलीले जनतालाई कठपुतली बनाउने प्रयास गरिरहे। अब जनतालाई बेकुफ बनाउन कुन चाहिँ कानुन ल्याउने हुन्, के प्रपञ्च रच्ने हुन् थाहा छैन। एउटा साधारण परिवारबाट आएका केपी ओली अहिले डिक्टेटरमा परिणत भइसके। जनतालाई ठग्ने, जनताको खुसी विपरीत काम गर्ने त उनको बानी बसिसक्यो। व्यापारीहरूले बनाइदिएको प्रधानमन्त्री के हाम्रो अभिभावक बन्न सक्थे र? केपी ओलीका यस्तै करतुत, निरन्तर सरकार परिवर्तन, भ्रष्टाचार र देशका अरु थुप्रै समस्याकै कारण अहिले सबै जनताले राजा आउनै पर्छ, केपी ओली मुर्दाबाद, केपी चोर, देश छोड भन्ने नारा लगाइरहेका छन्। अझै पनि यस्तै पारा हो भने उनी छिट्टै बालुवाटारबाट लखेटिनेछन्, कुनै शंका नै छैन। यस्तै अरु विषयहरूमा भिडियो लिएर हामी फेरि पनि आउने नै छौं। च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला ताकि नोटिफिकेसन आओस्। अहिलेको लागि भने थ्यांक यू फर वाचिङ।